तपाईँलाई उमै गाडी भाडा दिएर पठाउँछ होइन, तपाईँलाई यहीँ अथवा मैले नि छोड्न आउनुपर्ने हुन्छ है। एक दोस्रो तपाईँको यसमा यो कपाल मुडल गरिसकेपछि यहाँ जुन सखुवाको पत्तामे जुन थहारी छ नि थर टोकरी हो, उसमा तपाईँको सक्यो भने तपाईँको यहाँबाट श्रीमती जान पाउँछ। यो श्रीमतीले यो 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 थाप्ने तपाईँको केस त्यहाँ हाल्छ, उसले त्यो केसलाई पूजा गर्न ल्याउँछ घरमा। अनि यहाँ त बुझेको छैन, यहाँ तपाईँको केस लगेर फ्यालिदिन्छ, तपाईँको केसलाई त राख्नै हो। किन तपाईँ मरेर गयो भने त्यो केसलाई यो पोताहरूले पूजा गर्छ, यो राख्छ सिलाएर, यो हो है। त्यसपछि गएर तपाईँ यहाँ के छ, यो लुम्बिनीको जुन बुद्ध जन्मेको ठाउँमा लानुहुन्छ होइन। लगिसकेपछि यही हो बुद्ध जन्मेको ठाउँ। अनि यहाँबाट तपाईँको चैत्रको 2 गतेबाट तपाईँलाई ध्यान गर्न सिकाउँछ होइन, ध्यान गर्न सिकाउँछ। तपाईँको चाहिँ बुद्ध भगवान्ले पाएको ज्ञानहरू के हो त्यो कुरा तपाईँलाई चाहिँ 2 गतेदेखि लिएर 14 गतेसम्म सिकाउँछ। अनि 14 गतेबाट तपाईँको चाहिँ अब तपाईँको 15 गते हामी यहाँ आउँछौँ मैरामा। यहाँ हाम्रो छ नि यहाँ टेम्पो पार्क चोकमा त्यहाँ बुद्धको बिहार, तपाईँ त्यहाँ आउँछ 15 गते बेलुकी। अनि 16 गते तपाईँको फेरि हामी यहाँ घुम्छौँ। यो हाम्रो मैरा होइन, हाम्रो चाहिँ चोचा, हाम्रो हरिपुरमा तपाईँ यही वेशभूषामा आउँछ। यहीमा तपाईँ भगवान् बुद्ध बनेर आएको हुन्छ। तपाईँ त्यहाँ गीत गाउँछ बुद्धङ शरणङ भनेर, तपाईँ बिस्तारै हिँड्ने हो यसरी, कतै दायाँ बायाँ हेर्ने होइन, बिस्तारै हिँड्ने। अनि जति पनि यो नानीहरूले चाहिँ होइन एउटा चक्लेट हाल्छ, एक मुठी चामल हाल्छ, कसले 5 पैसा हाल्छ, त्यो पैसा चाहिँ तपाईँको बिहारमा हुन्छ। त्यो चाहिँ एउटा भिक्षाटन गर्ने भन्छ होइन। तपाईँको अरू बेलामा आएको जोगीले माग्न आएको र तपाईँ आएको फरक हुन्छ। आउन त अरू साधु पनि माग्न आउँछ, तर त्यो मागेको के गर्छ थाहा भएन। तर उहाँले गरेको भनेको पुण्य हो, किनकि तपाईँ लुम्बिनी जानु पाउनु भएन, तर उहाँ आफै यहाँ आएर तपाईँलाई दिनुभयो नि एक मुठी, तपाईँ लुम्बिनी गएको जतिको हुनेछ। त्यस पछाडिबाट हाम्रो चाहिँ 16 गते तपाईँको बेलुकी समापन गर्छ। 17 गते तपाईँ घरमा आउँछ, यहीँ आएर बस्ने हो, यहीँ सुत्ने हो। तपाईँ घरमा आउनु पाउँदैन फेरि, यहीँ बिहारमा त्यहाँ उदिएको हुन्छ घर, सानो घर, त्यहीँ भित्र चेन खोल्ने सुत्ने। अनि 17 गते तपाईँको बिहान त्यहाँ चाहिँ प्रमाणपत्र लिएर अनि तपाईँ घरमा आउने सक्यो। ल यति कुराहरू छ। तपाईँलाई यो कुरामा खुसी लाग्छ? खुसी लाग्छ भने भर्नुहोस्, नभए नभर्नुहोस्। मैले तपाईँलाई यति कुरा किन बुझाएँ होइन, मैले तपाईँलाई यति किन बुझाएँ त, भरेको त्यहाँ गएर अर्कै गर्छ। तपाईँले गर्ने यही हो होइन। कपाल काट्नु पऱ्यो फेरि, कपाल काट्छु काट्दैन भनेर तपाईँ नत्र नजानुहोस्, केही फरक पर्दैन। तर तपाईँले कपाल काट्ने आफ्नै पितृको नाममा काट्ने, फेरि त्यो कसैको नाममा होइन। तपाईँको आफ्नो पोता के अरे आफ्नो हुन्छ नि नाना नानीहरू, उहाँको नाममा हुन्छ। त लेखौँ अब, हजुर लेखौँ अब, भरौँ हजुर। ल किन भन्नुहोस् त, बुढी छैन हाम्रो, भरा गइसक्यो। बुढी गए त तपाईँ फरक पर्दैन नि त। बुढीसँग फरक पर्दैन, तपाईँसँग कुरो आउँछ। किनकि तपाईँ यो मुड चाहिँ तपाईँको किन छेल्ने, मैले त्यत्रो तपाईँलाई भने नि त। यो मुड तपाईँको कपाल काट्नुपर्छ, तर यो चाहिँ तपाईँको नेम हो। तपाईँको त्यहाँको रुल्समा बसेन भने त काम छैन। उहाँको भनाइ चाहिँ घरमा सल्लाह भएन, बुढी घरमा छैन, सल्लाह भएको भए राम्रो हुन्थ्यो भनेको। ए त्यो सल्लाह त तपाईँ के छ भने, तपाईँलाई इच्छा छ भने भर्नु, फेरि तपाईँको सल्लाह गर्नु होइन। सबैको गोविन्द जान्छ त, गोविन्द गोपी लक्ष्मी टाङ्गिया लक्ष्मी जान्छ। यही छ तपाईँलाई म देखाउँछु यहीँ होइन। यहाँ हजुर तपाईँलाई त्यस्तो कुनै ऊ होइन। गाउँको जाति त सब तो यहाँ पे कटाने के मारा के यो त फ्रीमा छ नि त। तपाईँ यस्तो बेलामा तपाईँले किन मौका लिँदैन भने क्या, किन दुनियाँदेखि आएको छ। आखिर हाम्रो ठाउँको मान्छे होइन, म जाओस् भन्ने मेरो हो। तपाईँ वृद्ध पनि भइसक्यो होइन। अनि बस यो उहाँको पनि देखाउनु होला भिडियो, उहाँले बोलेको बेलामा उहाँले राम्रो बोल्नु भएको छ होइन। किनभने तपाईँ मेरो छ नि बाउ जस्तो हुनुहुन्छ, हो कि भन्नु त, मेरो बाउ जस्तो छ। मैले त्यही भएर तपाईँसँग किन एकचोटि जानुहोस् होइन। मान्छे 4 धाम जान्छ, कहाँ जान्छ आफ्नो खर्च गरेर होइन, 50 खर्च गर्छ। अब फ्रीमा अहिले जाँदाखेरि कमसेकम तपाईँ बसेर आउनु होइन, कमसेकम देशै घुम्ने भयो। यो 26 गते 26 गते गाडी यहाँ चपुरमा आउँछ, चपुरसम्म आउँछ, चपुरबाट जाने।
हामी 20 भनौँ न अब 15 दिन 16-17 दिन भनौँ न यहाँ 17 हामी 16 गते त हामी आयो माने अलाम चिठो खाइकन पर्छ दारु पानी त्यहाँ फेरि तपाईँ एउटा कुरो है त्यहाँ तपाईँ दारु पानी पाउँदैन खाइके सुर्ती मूर्ति किछो न न त्यहाँ यदि दारु पानी खाएको थाहा पायो भने तपाईँलाई तुरुन्तै पठाउँछ त्यसको बिमारीमा छैन खाजा त किछो त्यहाँ तपाईँको छ नि कोही मान्छे त बौलाउँछ त्यहाँ खान नपाएर त्यो जुन खाने मान्छे हुन्छ नि यस्तो यस्तो बौलाएर यस्तो छाती डाङ डाङ पिट्छ खाइवाला आदमी के न हो त्यस्तो नगर्दैन त्यो मेरो बेजेत हुन्छ हजुर है बरु नजानुहोस् तपाईँहरू किन त्यहाँ तपाईँ जाने भने सुध्रिन जाने हो होइन मिसन आदमी से छोड्न जाने हो त्यहाँ चाहिँ नराम्रो चिज छोड्न जाने हो ल भर होइन त ल गुड ल दारु पानी सुर्ती बिरी खाइके न हात मिलाउ हात तपाईँ यति कहिले होइन किछो एकरा सिरियस है ल अब मैले चाहिँ हाम्रो यहाँ सधु हो हजुर नाम र उहाँको नाम चाहिँ सुधु छ मैले भर्दैछु हाम्रो दाइले यहाँ क्यामेरा पनि सहयोग गरिराख्नु भएको छ हाम्रो सुधु माझी उहाँ मुस्वर हुनुहुन्छ उहाँको चाहिँ मैले यहाँ भरि उहाँसँग अनुमति लिएर सुधु माझी माने सब दिन कमाइले कहूँ न माझी मुसहर ठीक छ फिरी ने जाएगा रहेला ज्ञान सुधु माझी मुस्वर हुनुहुन्छ उहाँलाई हमरा नाही करे वाला हम जाएला अपने तैयारी कर लियो तर यहाँ म त निमस चक्का तपाईँको जन्म मिति छ 2025 है फेरि पर्नु 2025 तपाईँको जन्म मिति 2025 होइन हजुर तपाईँ 1 को महिनामा रहेछ यो है 1 को महिना तपाईँको चाहिँ 10 गते जमिन भएको छ तपाईँ है 10 गते अब तपाईँको नागरिकता नम्बर छ 859 तपाईँको उमेर कति भयो उहाँको 25 भनेपछि अहिले 82 होइन 82 मा 25 घटाउँदा कति भयो 85 ए 65 उहाँ कति अहिले 25 भनेपछि 20 घट्यो 60 तपाईँ ठ्याक्कै अहिले कति वर्ष भएछ अहिले बसी थाहा न है कता बढी 25 मा न यहाँ नागरिकता छ 25 भनेपछि तपाईँको छ नि ल तपाईँको चाहिँ 25 मा होइन यो चाहिँ 82 मा 25 52 वर्ष होला है 52 वर्ष होला 52 हो कति 53 वर्ष भयो होइन है 53 है ल ठिकै छ यसलाई म यो सब किछो करे राख्तौ सब धान घुम देख लतौ सब किछो 53 वर्ष भयो र यहाँ तपाईँको पेसा के छ किसान होइन किसान खालि बर्खा बढ्यो त्यो काम त त्यहाँ गर्नै परेन तर ध्यान चाहिँ गर्नु पर्यो फेरि त्यो उठेर यताउति घुम्नु पाउँदैन फेरि जौन नेम होइन ओखर नेम नेम गरेको पालना गर्नु पर्यो तपाईँको यहाँ जे नेम छ तपाईँ त्यो नेमभन्दा बाहिर गएर पाउँदैन आफ्नो मन खुसी घुम्ने होइन जे पायो त्यो खाने त्यो पाउँदैन फेरि तपाईँको त्यो काम गर्नु पाएन भनेर फेरि त्यहाँ छ नि पुरै साँड भएर तपाईँको छ नि त्यो खाएर त्यहाँ त एक हप्तापछि तपाईँलाई त बल आउँछ त्यहाँ त फलफुलको रस खान पाउँछ नि अनि खिर खान पाउँछ तपाईँ बल आएर त्यहाँ मान्छे कुट्नु पाउँदैन तपाईँले होइन ल शिक्षा कति पढ्नु भएको छ तपाईँको निराज खेर तपाईँको ठेगाना ए गुजरा 2 होइन गुजरा 2 यो मैरा होइन त मैरा यो थारू टोल होइन थारू मेरो माझी टोल यो थारू भन्छ नि सबै थाहा छ थारूले ठिकै छ ल अनि त्यसपछि गएर तपाईँको नम्बर भन्नुपर्छ तपाईँको कसैको फोन नम्बर भन्नुपर्छ नम्बर नाति हो तपाईँ छोरा ए ल तपाईँको धन्यवाद छ बाबु तपाईँको नम्बर भन्नुहोस् न किनकि तपाईँलाई फोन आउँछ क्या यो कुराहरू 9825 हजुर ल तपाईँको यो फोन तपाईँलाई भोलि आउँछ उहाँलाई कहाँ ल्याउनु भन्छ मैले भन्छु ल त्यो सहयोग गरिदिनु होला अब त्यसपछि गएर तपाईँको कुनै तपाईँ रोगहरू अहिले केही तत्कालै केही छैन नि ल ठिक छ अरू कुरो उहाँ गएर चेक गर्छ है
त्यसपछि गएर यसको ऊ चाहिँ तपाईँको नाम लेख्छु ल, उहाँ बाबुलाई पठाउने भनेर यहाँ छ नि त, म यस कार्यक्रममा मेरो बुवालाई पठाउन मन्जुर छु भनेर तपाईँले सही गर्नुपर्छ। मेरो पनि नाम लेखिदिनुहुन्छ कि? वाह मित्र यार भइहाल्छ नि तपाईँहरूको लागि। लेख न त यार। ल एकछिन ल, म उहाँको सघाउँ ल, ल पाउनु है त सर। भनेपछि बाबुको नाम के भन्नुभयो? लक्ष्मण होइन त यस्तो? लक्ष्मण माझी। लक्ष्मण माझी। तपाईँको चाहिँ उहाँ बुवा होइन त? बुबा बुबा। तपाईँको अर्को नम्बर छ कि छैन? एउटै हो, यही नम्बरमा हुन्छ है त। यहाँ के भन्नु, म मेरो होइन बुबा के छ उहाँको? सुधु होइन? म मेरो बुबा सुधु माझीलाई यस कार्यक्रममा सहभागी गराउन मन्जुर छ भनेर तपाईँले भन्नुभएको छ है। अनि त्यसपछि गएर तपाईँको यो नम्बर यही बस्छ तपाईँको यहाँ है। यहाँ चाहिँ तपाईँको 98 25 28 11 0। ल अब तपाईँले यहाँनिर सही गरिदिन्छ, यहाँ आउनुहोस् त, यहाँनिर सही गरिदिन्छ लक्ष्मण है। उहाँलाई सही गर्न आउँदैन होइन? तपाईँ यहाँ लेप्चे लाउनु त, यति भयो भने तपाईँको यो खासै के हो साथी? यो तपाईँको फ्री भ्रमण हो लुम्बिनी। घुम्नलाई? घुम्न त मेरो पनि लेख्दिनु नि यार, फ्री भ्रमण त घुम्न जानुपर्छ त। ल तपाईँको भयो ल, लु यो राख्नुहोस् त। ल तपाईँलाई ल अब 26 गते म बाबुलाई फोन गर्छु है। 26 गते भनेपछि म 25 गते बेलुकी नै गर्छु तपाईँलाई। उहाँलाई वैशाखको के अहिले यो आज कति गते भयो? आज 24 गते, भोलि 25, पर्सि 26 गते। म भोलि नै गर्न सक्छु। अब यहाँ गाडी यहाँ आउने भयो भने म तपाईँलाई यहाँ कहाँ आउनु भन्छु, गाडी त आउनै पर्छ नि। भने यहाँ धेरै भयो भने आउँछ, थोरैमा त हामी पाउँछ। अनि त्यसपछि तपाईँको यदि उहाँ जानु पऱ्यो भने तपाईँले भाडातिर जानुपर्छ, फेरि अटो भाडा चपुरसम्म। यहाँ आयो भनेदेखि कुरै सक्यो है, म त्यो जानकारी गराउँछु ल। म यही नम्बरमा तपाईँलाई फोन गर्छु है त। ल अनि हजुरले बुझ्नु भएको छ नि त? बुझिसक्यो। त्यहाँ गएर फेरि चुरोटहरू खान पाउँदैन। ल हुन्छ। त्यहाँको चुरोट यस्तो तपाईँको चाहिँ रक्सीहरू खान पाउँदैन हुन्छ। फेरि मलाई कुट्नु पाउँदैन फेरि है त्यो उहाँ क्यामेरामा हेरिरहेको छ, अलिक लुकाउनु होला यो हो हजुर। तर त्यसले गर्दा यो तपाईँको त्यहाँको नेम के छ? तपाईँको कपाल काट्नुपर्छ। तपाईँ कपाल काट्ने कि नकाट्ने? काट्नुपर्छ। पुरै यो सबै बिल्ला गर्नुपर्छ। भइहाल्छ नि। यो टुपी सबै काट्छ फेरि। त्यहाँ भएर गएर मलाई हुँदैन भने मलाई बरु नजानुहोस् होइन? होइन भन्नु त पऱ्यो नि। त त्यति गरेर तपाईँ म काट्छु भन्यो भने यो मान्छे पक्कै उसले बुझ्छ। त्यहाँ गएर तपाईँ नकाटे पनि तपाईँ के भयो त, यो मान्छेले चाहिँ गर्छ भन्ने हुन्छ होइन? अब यहीँ नै डरायो भनेदेखि त यो मान्छे पक्कै पनि केही शङ्का छ भन्ने बुझिन्छ। ल त्यसो हो भने तपाईँको छ नि नागरिकता ल्याउनु पऱ्यो। नागरिकता त के यही छ ऊ छ हो, त्यो एप्स छ हो, जन्ममिति चाहिन्छ होइन? जन्ममिति 2043 320 हो। ए त्यो नागरिकता नम्बर थिपिँदैछ मैले सुधुमा। ठिकै छ। ल अब यो भिडियो धेरै लामो हुन्छ होइन? चाहिँ जति पनि हाम्रो यो भिडियो हेरिराख्नु भएको छ, सम्पूर्ण जति पनि हाम्रो चाहिँ अहिले अधिराज्यभरमा यो खट्नु भएको छ, पक्कै पनि तपाईँहरूले राम्रोसँग बुझाउनु होला। किनभने हाम्रो नेपाली दाजुभाइहरू बुझ्दैन। यहाँ चाहिँ तपाईँको एउटा शङ्काको कुराहरू आउँछ, भरे गरी यो चाहिँ बुद्ध धर्ममा पो लानु लाग्यो हो कि भन्ने पनि हुन्छ होइन? तर विशेष चाहिँ यो चाहिँ तपाईँ के छ त, बुद्ध कहाँ जन्मेको हो, बुद्धले के सिकाएको हो भन्ने कुरा चाहिँ बुझाउनलाई जुन हामीले फर्म भरेको हो, यसमा जुन यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ यहाँ चाहिँ होइन नबुझ्ने मान्छेले आएर रङ नम्बर ठोकिदिन्छ, है यो त भोटेको हो, त्यहाँ जानु हुँदैन, यस्तो उस्तो भन्छ। यस्तो कुरा नसुन्नु, किनभने तपाईँ त्यहाँ गएर तपाईँलाई चाहिँ खाने बस्ने, तपाईँ डक्टर उपचार होइन, तपाईँलाई जुत्ता मोजा ब्रस तौली सेन्ट होइन, दारी काट्ने मेसिन पनि फ्रीमा दिन्छ, तपाईँलाई टोपी दिन्छ होइन, जुत्ता। अब यस्तो फकटेमा तपाईँ घुम्नु पनि पाउने, खाना पनि मिठो मिठो। त्यहाँ तपाईँ खिर खाने कि होइन हजुर, स्याउको रस छुट्टै हुन्छ, तातो पानी हुन्छ, दुध हुन्छ, अनि त्यहाँ मिश्री पानी हुन्छ, तपाईँले के खाने? हजुर यस्तो चिजमा मान्छे जानु मान्दैन, यहीँ भुलिराखेको छ। त्यसले गर्दाखेरि यो भिडियो लामो भयो होइन? र मैले अब उहाँ हाम्रो साथीको भर्दैछु, उहाँलाई उनीहरू देखाइदिनु होला। हजुरको शुभ नाम भनिदिनुहोस् एकचोटि, उता हेरेर भनिदिनु होला।
रामेकपाल एकनाथ चौधरी हजुरको घर चाहिँ कहाँ पऱ्यो हरिनगर मैठा हरिनगर महिला हुनुहुन्छ होइन तपाईँ कति वर्षको हुनुहुन्छ म लगभग 39-40 वर्ष 40 वर्ष एकदम बेस्ट एकदम राम्रो छ है यो उमेरमा एकदम जानुपर्ने छ ल तपाईँलाई हामी स्वागत गर्न चाहन्छौँ होइन र अब यो भिडियोलाई हामी यहीँ अन्त्य गर्न चाहन्छौँ उहाँको मैले भर्दैछु अब तपाईँहरूलाई लामो बोर हुन्छ भनेर मैले यो भिडियोलाई यहीँ अन्त्य गरेँ र जति पनि हाम्रो दाइले जुन यो भिडियोलाई खिचेर सहयोग गरिदिनु भएको छ उहाँलाई एकदमै हृदयदेखि नै गोड लगाइछु प्रणाम होइन धन्यवाद दिन चाहन्छु र जति पनि यहाँ आउनुभयो तपाईँहरूले होइन बुझ्ने कोसिस गर्नुभएको छ विशेष गरेर यो नानीहरूलाई चाहिँ तपाईँहरूले छ नि पढाउनु सकेको छैन भने मलाई भन्नु होला उसको जिम्मेवारी म लिन्छु तर तपाईँले उहाँहरूलाई चाहिँ यतिकै पठाउनु पाउँदैन तपाईँहरूले उहाँ गएर सहयोग गर्नुपर्छ त्यसै लिँदैन क्या अनि त्यसपछि उहाँहरूलाई चाहिँ तपाईँको छ नि सानोदेखि पढ्नेदेखि लिएर खाने लाउने बस्ने सबै उनीहरूले गर्छ उसको पढाइ पुरा भएपछि अनि घरमा आएर बाबामा पाल्छ ल अलिलाई चाहिँ तपाईँको एकदमै नमस्कार गरेँ है त ल यसलाई अन्त्य गरिदिनु होला है भिडियोलाई हे मार्दी